होइन उसलाई ढाका टोपी लाएर भाइले त यहाँ सानो टिका टुक्क लगाइदिनु न पहिले दियो लागो छानुलाई किल खाने किल खाएर अबाउने अहिले हामी टिका लाउँदा भोक लाग्यो मेरो चानुलाई भोक लाग्यो खानको लागि रोकेर छ हेर त खान्छ नि अब आमा लगाइदिनु है अनि आमा लगाइदियो ए राजा छाना बड भन्न हाँसौ बढ्यो भन्दा ल है कुन सुनमा छ कता तलैबाट त लगाइदिने हो ऊ त डाइनिङ यता राखौँ त्यो डाइनिङमा डाइनिङमा चाहिँ राखौँ है हो त्यो यसलाई यहाँ राखौँ टेबल चाहिँ यता सार्दिनु त्यो टेबलले हटाइदिँदा भइगयो यता सक्यो औँठी ल्याएको थियो एउटा झोला लेन त्यसको हात विचार गर्न फेरि एउटा झोला लेन नानी टिका खाँदैछौ फोटो खिच्यो फोटो त्यसलाई एकछिन तान्न हौ भाइ टाइट बाँधिनु भएन अर्किन्छ फेरि होइन अब भयो हाम्रो पारा अब साइड भयो अब आउने जाने लाउने कार्यक्रम रहिहाल्छ सबैले अब लाउँदा अलिक मजाले बस्छ नि उसको भाइ अरे कोही पनि बस्न पाउँदैन त्यो घाँस चाहिँ एकदम छपक्क निस्के जस्तै लगाइदिने मान्छे बोलाएको यता हेर्नु नि यता माथि तपाईँले सट्टा भयो मैले चाहिँ हात खाएकोलाई गर्दा चाल्छ भाइदिएन त भाइले टिका लगाइदिनु के भाइदिएन धेरै होइन टिका साउने मात्रै भयो आगोलाई आगो चाहिँ आन्टीले खुवाइदिने कुकुर चाहिँ खान्छ होला हौ आन्टीले भन्नु कुकुर चाहिँ खान्छ होला हौ आन्टी खान्छु होला हौ म त भन्नु न अहिले सबै भेला भएको बेलामा पो अहिले पाइँदैन गर्मी आउँछु मम्मी किचनमा बस्न त्यहाँ एकछिन स्टप गरेर अनि तपाईँ यतै बस्दो जस्तो भयो देखेको होइन एकछिन है टेडी
पंखा के भयो पंखा हल्लियो हल्लियो होला हल्लियो हल्लियो कति गएको हो त के भयो त एकचोटि उनीहरू बस्नु गर्मी भइरहेछ यो अलिक यता तान्नुपर्छ होला हौ सरोज यो अलिक यता तान्न पाउँदैन यो अलिक यता यता चाचा जति राम्ररी खिच्नु यता हेर्दै थाहा पायो फोटो लिने यो चाहिँ नलगाइदिनु कहाँ जान्छ म ल्याइदिन्छु एउटा जति राम्ररी खिच्नु